Hi guys, welcome to my YouTube channel. आजको स्याटरडे हामीहरू शान्तिस्थल जान लागेको कृपा प्रियङ्का सीमा बहिनी हामी चारजना सधैँ देख्न सक्नुहुन्छ हामी चाहिँ ड्याम साइडबाट हिँड्दै जाने हो सो कृपा र सीमा बहिनी चाहिँ अगाडि गइसकेको छ पार्किङमा भन्दै पाउँछु अनि आज चाहिँ यहाँ छ मसँग प्रियङ्का मिस हेलो अहिले चाहिँ हामी फेवाबाद पुलमा आइसक्यौँ अनि यहाँ हुनुहुन्छ सीमा बहिनी अनि कृपा हेलो यहाँबाट हिँडेर माथि पुग्छौँ कति टाइम लाग्छ थाहा छैन सो त्यही हो मैले चाहिँ कलर बाँधेर पनि क्याब गरिसकेँ हामी चाहिँ यताबाट जान लागेको अस्ति नै हामी यताबाट गएको थियौँ यताको बाटो हो अरे प्रियङ्का मिसले भन्नुभएको हामी हरायौँ भने यस्तो रमाइलो हुन्छ है साथीहरू के गर्नु आएको रे बहिनी तिमी एकचोटि देखाइदेऊ त सेमै त रहेछ यताको बाटो अलिकति उकालो त हो उताको बाटो टाढा यो बौलेलाई जीवनको लागि वनस्पति प्लान्ट्स फर लाइफ अब हाम्रो जङ्गलको रास्ता स्टार्ट भइसक्यो म यहाँ साबले सनस्क्रिम लाउने रे हाय रास्ता किधर है पूछने का नहीं रास्ता खुद बनाना चाहिए यही बोलूं बादर देखेर हाम्रो साथीहरू डराउनु भएको छ गर्मी भयो उताको नि होइन उताको बाटो चाहिँ त्यो ढुङ्गा ढुङ्गा छाएको हो नि त है त्यही भएर यो चाहिँ जङ्गल जङ्गल ए मलाई टक्कर दिनु साथीहरू तर म हिँड अगाडि यता आइज त फोनमा न म अब यसरी जान्छु ल किन भन्दा मिल्दैन मोबाइल यो कसको रमाइलो गरेर जाने हो साथीहरू कतिखेर पुगिन्छ थाहा छैन अब हामी त यस्तो रमाइलो गरेर हिँड्दा त दिउँसोको 10-11 बजीतिर पुग्ला जस्तो छ
बाई नङेर यदि यस्तो नङ बनाउनु छ भने चाहिँ उसकोमा जानु होला क्रिनेल स्टुडियोमा यस्तो राम्रो राम्रो नङ सिक्न छ भने गइहाल्नुहोस् आजै अर्डर गरिहाल्नुहोस् सिट बुक गरिहाल्नुहोस् होइन भने प्याक हुन्छ एकछिन रेस्ट लिएको यहाँ पानसानी खाने ज्याकेट सकेट खाने त्यसपछि चल्दिने अब चिप हाल्यो कस्तो हो भाइ एउटा गरेर खाऊ न सक्दै दिन्न पोका पारेर राख्छिन् हन्टकाले हो कि ओए भाँचेको दिन्छ सबैले भाँचेकै खाऊ अब जाम यार गफ पनि लाग्यो मेरो भातमा खाऊ देखाएको कि देखाएको यो मैले यहाँ फाली हो फेरि गएर झापा चाहिँ खानु भरियालाई ग्याङस्टारहरू पनि छ है मेरो साथीहरू चाहिँ फेरि गाइस कोन सक्छ त मेरो साथीहरूलाई सक्दैन नि फेरि यिनीहरूलाई यति हुन्न नि लट्ठी चाहियो अरे महारानीहरूलाई हालत त्यस्तो भइसक्यो माथि पुग्ने कतिखेर हो आफ्नो गीत आफै बिगार तिमीलाई नै लानेछु हावा सरर लानेछु के पाउँछु ओ यहाँको पनि छुराइज आफै हो सिङ्गर पनि तल फेउथल अस्ति हामी चाहिँ तलको बाटो गएको अहिले चाहिँ माथिको बाटो तिनको बाटो चाहिँ आयो हामी आइपुग्यौँ जस्तो लागेछ गाइजहरू पछाडि गीत गाउँदै हिँड्दा मेबी आयो होला अब भर्याङको बाटो चाहिँ आयो होप आयो हुन्थ्यो अब चाहिँ कति धेरै मान्छेहरू फर्किसक्यो माथि गयो हामी चाहिँ बल्ल जाँदैछौँ किनभने यिनीहरूले ढिलो गरेर 6 बजे निस्किनु भनेर 6:30 बजे 6:30 बजे पनि होइन 7 बजीतिर निस्कियो होला मेबी त्यही भएर ढिलो भयो हजुर शान्ति सुब्बा हामी चाहिँ अब आइपुग्न लागि उकालो चढेको उकालो चढेको अवस्था पावर अफ स्किल भन्नु नपाए गन गन मान्छेमा गन माथि गएर झन् दामी देख्छ एकचोटि अब माथि गएर देखाउँछु ल बोरिङ बोरिङ छ सो त्यही भएर माथि गएर बैठौँ ल यस्तो शान्ति सुब्बा हामी चाहिँ आइपुग्यौँ घाम पनि लाग्यो
चाहिँ अलिकति मात्रै छ। माथि त्यहाँसम्म चाहिँ भिडियो गर्न पाउँछ, त्यो गुम्बा माथि चढेपछि चाहिँ मेबी पाउँदैन कि जस्तो लागेको छ। पहिला अस्ति नै आउने बेलामा पाउँदैन भन्ने जस्तो लागेको थियो। हेरौँ के हुन्छ, लेट्स सी के हुन्छ। म हजुरहरूले देखाउँछु। माथि चाहिँ भिडियो बनाउन पाउँदैन, त्यही हो मैले भन्थेँ नि अघि। यता माथि चाहिँ भिडियो बनाउनु पाउँदैन, लुकी लुकी बनाउँछु म। उता चाहिँ पुम्दीकोट शिवजीको मूर्ति भएको माथि। वाह क्या दामी छ जाऊ, पोका पोका हेर न, अच्छा है। मान्नुपर्छ, यतिको साथी चाहिँ हुनुपर्छ। थियो नि मैले फोटो खिचेको अस्ति नै मम्मी र बाबाले चार्जिङ बोल्दा फुटिएको रहेछ। बहिनीको फोटोसुट हुँदैछ, नेपाली फोटो खिचेर। अर्को चाहिँ च्याटमा बिजी छ। ओ हेलो, म त हाल्दिनँ कि रे। यस्तो राम्रो छ कि यता पछाडिपट्टि। त्यही हो, साथी हुनुपर्छ है गाइजहरू। बाई बाई। अब चाहिँ हामी फोटोसोटो खिचेर निस्क्यौँ, माथि जान्छौँ अनि त्यसपछि सिधै तल। यहाँबाट म भ्यू देखाउँछु तपाईँहरूलाई। भनेको त जङ्गलै जङ्गल रहेछ। त्यति बेला हो पोखरा बजार लेक साइड। मैले लुकी लुकी भिडियो गरिदिएको। कुर्सीको सुविधा दिनुपर्छ नि, यत्रो जस्तो राख्नु पर्छ त त्यसको लागि। है यो कुरा चाहिँ सही हो है। यहाँ यसरी यो भएन है, सरकारले यस्तो जुत्ता लाउनुपर्छ। बिउबी कसरी गर्ने, यहाँ कुर्सी नि छैन भएन बसौँ भने भिखारी भने भिक्दियो भने क्या नि हामीलाई। चार्ज नभएर फोनमा मेरो नि अहिले छ सकिन्छ होला भिडियो खिच्दा खिच्दा। त्यही भएर म थोरै थोरै मात्रै क्याप्चर गर्छु भिडियो। सो त्यही हो, हामी छर्न लागेको। त्यो अर्को चढ्नु पर्ने चार्ज खन्दाको हो भाइ। एकछिन फेरि गरमला नि त, त्यो भर्खर निस्किनु होला। म भनिदिन्छु लु है। अब चाहिँ हामी फर्किँदैछौँ। रमाइलो भयो है। मेरो भ्लग हेर्ने भएको मैले मेन्सन डान्स के अरे नि, यस्तो घाम लागिरह यार, डराउँछ यार। यसको कपाल हेर्नु 3 थरी हो। के कस्तो रे जादु होइन त्यसरी
भन्दैला अहिले फेरि सबले मलाई हेप्छ डराए भनेर यसलाई सुगा खाली सुगा मात्रै हेर्छ जादु ए भाइ गाडी रोक न म त हाल्दिनँ हो कि म त काट्दिनँ केही पनि काट्दिनँ म त यसकै हाल्दै हेर्नु अगाडि अगाडि गएको यसको भ्लग पहिला आउँछ कि मेरो भ्लग पहिला आउँछ जसको भ्लग आए पनि सब्स्क्राइब गरेर च्यानल त्यति हो कुनै कुनै पार्ट उसकोमा कमेडी कुनै कुनै मेरोमा दुईटैकोमा हेर्नु पर्ने हुन्छ लाइक पनि गर कमेन्ट पनि गर है त्यही हो पार्टवाको लागि एकदम धेरै सब्स्क्राइब गर जे पनि भन्छ गाइजहरु सबै डरा ढुङ्गा बोकेर डरा ढुङ्गा बोकेर हिँडेर कस्तो भयो आजको दिन टु गुड मलाई चाहिँ एकदम एक्साइटेड थिएँ एकदम राम्रो पनि भएको छ तर मलाई चाहिँ त्यो चाइनिज गुम्बाको त जुत्ता राख्ने ठाउँ चाहिँ भएन यसले अघि भने मलाई याद आएको त्यही कुरा हो ल धन्यवाद बहिनीकोबाट एकदम दामी भयो मलाई त झन् एकदम ब्लास्टिङ डरपोकै के रमाइलो भयो साथीहरू यस्तै हो हाम्रो भ्लग राम्रो लागेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि के भन्छ अब चाहिँ हामी अर्को पालि पनि यसरी नै घुम्न जाने प्लान बनाउने छौँ तर अब चाहिँ हिँडेर होइन अब त पुरा स्कुटरमा सो त्यति बेलै देख्नुहुन्छ हामी सबैले फेरि ओके see you next video bye guys love you bye